छ तत्कालको लागि। र यस संस्थाले वैशाख यता विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको कुरा सबैलाई अवगतै छ। त्यसै क्रममा वैशाख महिनाको सुरुवातमै हाम्रा एकजना बहिनी मिर्गौडा कृतिता पनि हाम्रो संस्थाले आर्थिक सहयोग गरेको थियो भने ह्याप्पी क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा पनि आर्थिक सहयोग गरेको थियो। त्यस्तै गरी अहिले सप्तकोशी नगरपालिका र बेलाका नगरपालिकाको सीमावर्ती क्षेत्रमा सीसी क्यामेरा जोडान पनि हाम्रै यही संस्थाकै अगुवाईमा भएको थियो। यसमा हाम्रा वन उपभोक्ता समिति समूहबाट, त्यस्तै बुद्धिजीवीहरूबाट, समाजसेवीबाट र मूलत हाम्रो 1 नम्बर वडाध्यक्षज्यूबाट चाहिँ वडा कार्यालयले चाहिँ लगानी गरेर हाम्रो पहलमा अहिले क्यामेरा पनि जडान गरिएको छ। अब यो संस्थाको मुख्य हाम्रो उद्देश्य भनेको चाहिँ हामी समाजमा जति पनि हाम्रा पार्टीहरू हुनुहुन्छ, सङ्घ संस्था, समाजसेवी सम्पूर्णहरूसँग हातेमालो गर्दै समाजमा भएका विकृति विसङ्गतिहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र समाज उन्नतिका लागि हामीले के कस्ता कार्यहरू गर्न सकिन्छ, के कसरी चाहिँ सहकार्य गर्दै हामी अगाडि बढ्न सकिन्छ भन्ने मूल उद्देश्य रहेको छ।